यसमा दिनको एउटा राजा फेरिदा रहेछन्। दिनभर राज्यको सुखभोग गर्यो, राति सुत्न भनेर रानीको खोपीमा गयो। भोलिपल्ट बिहान त राजा मरिसकेका। यसको हेतु बुझ्न नसक्दा सारा दरबारियाहरू हार खाइरहेका रहेछन्। शिशिरले पनि त्यो दिन त सुखमा बिताए, तर जब रात परेथ्यो अनि के होला कसो होला मरिने पो हो कि भन्ने चिन्ताले उनलाई पोल्न थाल्यो। जब सुकलाको समय भएथ्यो अनि उनी रानीको खोपीमा गए र त्यहाँ बसिराखेकी रानीको रूप यौवन देखेर छक्क परे। रानी पनि त्यस्तो राम्रो जवान पुरुषलाई पोइ पाउँदा दङ्ग परिन्। धेरै बेरसम्म राजा रानी नसुती मिठा मिठा कुरा गरिरहे। अब अलिअलि गरेर निन्द्राले रानीलाई छोप्दै आयो। उनी हाई हाई गर्न थालिन्। त्यो देखेर राजाले रानीलाई पलङमा सुताई आफू चाहिँ हातमा नाङ्गो तरबार लिएर खुब चनाखो भएर बसिरहे। आधा रातको समय भयो। जताततै सुनसान छ। आवाजको नाममा खाली रानीले मस्त निन्द्रामा परि फेरेको सास छ। रानीको रूप देखेर मोहित भई राजा एक टकसँग रानीकै मुखमा हेरिरहेका थिए। यस्तैमा रानीको नाकको दाहिने पालबाट एउटा मसिनो धागो जस्तै केही कुरा निस्क्यो। यो के होला भनेर राम्रोसँग राजाले विचार गर्न नपाउँदै त्यो त अकस्मात भयंकर कालो नाग बनी राजालाई डस्न भनेर जाइ लाग्यो। राजाले केही पनि नहडबडाई आफ्नो हातमा रहेको तरवारले उसलाई चटाचट काटी टुक्रा टुक्रा पारिदिए। अब बल्ल हरेक दिन राजा मारिएको कारण उनलाई थाहा भयो। अरू केही आउँछ कि भन्ने शंकाले उनी फेरि बिउजै रहे। जब मिरमिरे उज्यालो भएथ्यो त्यो दिनको राजा खोज्न भनेर मन्त्रीवर्गले हात्तीलाई उठाउन लागे, तर हात्ती डेक चलेन। त्यो देख्दा सबैलाई अचम्म लाग्यो। उता राजाको लास लान भनेर नाङ्गै मुडुलै भएका मलामीहरू घारो लिएर खोपीको दरबारमा जान्छन् त गुनगुन गरेको शब्द भित्रपट्टिबाट आयो। उनीहरूले जब ढोकामा ट्याक ट्याक गरेथे, ए उज्यालो भइसक्यो भन्दै राजाले ढोका खोलिदिए। राजालाई जिउँदै देखेर उनीहरूले झटपट घारो दबाएर राजाको स्वास्ति गरी मंगल पढ्न थाले। यो खबर सारा दरबारमा फैलियो। मन्त्रीवर्ग, गुरु, पुरोहित पनि जम्मा भए। हरेक दिन राजालाई मार्ने सर्प पो रहेछ भन्ने सबैलाई थाहा भयो। सधैँ राजा फेरिरहनु पर्दा सब हैरान थिए। अब भने चिरस्थायी राजा पायौं भनेर सबै हर्षले गदगद भए र राज्यभारमा अनेक नाचगान खुसियाली भयो। सिन्दुर यात्रा पनि ठूलो समारोहका साथ गरियो। अब त्यति बेला भक्तपुरका राजा जगज्योति मल्ल थिए। उनको सन्तान भनेको एउटा छोरी मात्र थिइन्। त्यसैले छोरीसँग जो कोही बिहे गर्छ त्यो भक्तपुरको नयाँ राजा हुनेछ भनेर उनले घोषणा गर्छन्। त्यसपछि एक राजकुमारले त्यो राजकुमारीसँग बिहे गरे। बिहेको भोलिपल्ट बिहान सबैले थाहा पाए कि राजकुमारीसँग त मृत राजकुमार पो सुतिरहेको थिए। राजकुमारको मृत्यु भइसकेको थियो। राजकुमारी श्रापित थिइन् र यो थाहा भयो कि जब दुवैजना सुतिरहेका थिए तब राजकुमारीको नाकबाट दुई सर्पहरू निस्कियो र तिनीले राजकुमारलाई मारे। फेरि अर्को राजकुमारसँग उनको बिहे भयो। फेरि त्यस्तै क्रम जारी भयो। त्यो राजकुमारलाई पनि राजकुमारीको नाकबाट निस्केको दुईटा सर्पले मारे। यो क्रम धेरै चलिरह्यो। जब जब राजकुमारीसँग कोही राजकुमार बिहे गर्थे भोलिपल्ट त्यो राजकुमारको मृत्यु भइसकेको हुन्थ्यो। अब यो हल्ला पुरै भक्तपुर भरि फैलिसकेको थियो। त्यसपछि राज्यमा कोही पनि राजकुमारीसँग बिहे गर्न मानेनन्। यसैबीच देवी भद्रकालीले आफूलाई एक वृद्ध महिलाका भेषमा बदलिन्छन् र पृथ्वीमा आउँछन् र उनी एक युवकको नजिक पुग्छिन् र उनलाई राजकुमारीसँग बिहे गर्न सल्लाह दिन्छन्। त्यो युवक एकदमै धेरै डराउँछ, तर माता भद्रकालीले भन्छन् कि राजकुमारी श्रापित छिन्। खोला किनारमा एउटा तरवार छ, त्यो तरवार तिमी लिएर जाऊ र हातमा समात र तिमी त्यो बिहेको रातभरि उठ र जब त्यो सर्प निस्किन्छ ती सर्पलाई ती तरवारहरूले मार। त्यो युवकले देवी भद्रकालीले भनेको जस्तै गर्छ। उनीहरूको विवाहपछि रातिको बेला राजकुमारी सुतिरहेको बेला त्यो युवक रातभरि जागरण बस्छ। एकछिनपछि राजकुमारीको नाकबाट दुईटा सर्प निस्किन्छ। त्यसपछि त्यो युवकले ती दुवै सर्पलाई त्यो तरवारले मार्छन्। त्यसपछि माता भद्रकालीको अनरमा यो ठूलो पर्व मनाइएको हो रे। लामो खम्मामा त्यो मृत सर्पहरू बाँडेर बिसाकु जात्रा मनाइन्छ, जसलाई बिस्केट जात्रा पनि अहिले भनिएको हो रे।